सो हेलो गाइस, हजुरहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। हजुरहरू स्वागत छ मेरो न्यू भिडियोमा। चाहिँ हामी राति नै बनाएको छौँ किनभने हामी चाहिँ बाहिर साइकल सिकिरहेको छौँ। सो मेरो दिदी र आन्टीले चाहिँ सिक्नु भइरहेको छ। यो चाहिँ आज मोबाइलमा व्यस्त छ, त्यसले बनाइदिने रे। अनि सो यहाँ चाहिँ मेरो भलकर खोल्ने मामा हुनुहुन्छ। हाई भनिदिनुहोस् मामा आफ्नै भलकरमा। यहाँ चाहिँ सो मेरो माइजले माथिबाट हेर्नु भइरहेको छ। यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ भलकर खोल्ने। यहाँको टोपी हेर्नुहोस् कस्तो दामी छ। यो बाबु चाहिँ नाच्रहेको छ ए केटी खाँदै। ओ मे आयो नाच्रहेछ। सो यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। मम्मी हाई भनिदिनु। हाई। सो मामा हाई भनिदिनु तपाईँको युट्युब च्यानलमा। सो हाई भन्ने मेरो दिदी। यो कस्तो नाचिरह किन खुसी भयो धलो म त धले यसलाई चाहिँ होला कठै भनेपछि रुन्छ न त लोड्दैन। मेरो दिदीले चाहिँ साइकल सिकिरहेको छु। म चाहिँ अलि सक्छु। अस्ति भिडबाट छरेदेखि अलिक डर पनि लाग्छ। सो हाई भन्दै दिदी। हाई भन्नुहोस् आन्टी हाई भन्नुहोस् न। ओइ बाबु सो म धौ भास कस्तो एउटा चप्पल पनि किन्न नसक्ने जस्तो भएको छ बाबुले। तिमी गएर पाइयो के पाइरहेछ। सो मेरो आन्टीसँग चाहिँ कुरा गर्नु भएको छ। यहाँ चाहिँ मेरो आन्टी हुनुहुन्छ। सो यहाँ चाहिँ मेरो बबिता आन्टीको मम्मी हुनुहुन्छ। मेरो बुढी हाई गरिदिनु बुढी। सो यहाँ चाहिँ मेरो आफ्नै बुढी हुनुहुन्छ माउला बुढी हाई गरिदिनु। यहाँ चाहिँ अस्ति आफूको छोप कुट्नेवाला बुढी हुनुहुन्छ। कहाँ गइरहनु माना खोजेको होइन नानी। आन्टी तपाईँ देखिन्न। हाई गरिदिनु आन्टी। छाडिनु धन्न नालामा गयो नि मेरो हात दुखो। सो मेरो मामाको स्टाइल हेर्न सक्नुहुन्छ। माथि तल कच्चा माथि चाहिँ भेज दो। हम आएंगे यार। छोडिदिनु होला है अलि सिधा चलाइरह भने छोडिदिनु होला। छोडिदिनु मान्छेले हान्नु गयो भने गयो। लोटी अडेनमा कहीँ देखेको होइन। उजेलामा देखिनु पर्ने। यी बाबु लोटो हात ओला बाबु ओला लोट्या ओला बाबु ओला लोट्या ओला बाबु। सो हामी चाहिँ टिकटक बनाउँछौँ। त्यसपछि हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो टिकटक। सो हामी चाहिँ टिकटक बनाउँछौँ। सो हामीले चाहिँ टिकटक पनि बनाएको छौँ। हेर्नुहुन्छ हेर्नुहोस् हामी यहाँ अनि म मिलेर बनाएको। ल देखाइदिउँ न हाम्रो टिकटक। हामी चाहिँ हाम्रो टिकटक देखाउँछौँ। अझै बनाऊँ न। पहिला हामीले टिकटक देखाउँ न कस्तो बनाएको भनेर। पोस्ट गरे एउटैमा राम्रो देखिरहेको भने जाने ठाउँ कतै छैन पुटली। पहिलो जाने नि दिदी। कसले लान्छ र भाइ? लान्छ नि एउटाले। आफू जान्छु चाहिँ भन्नुपर्छ क्या।
जस्तो पाए त्यस्तोसँग जान भएन अब भने जस्तो पिछे रेको पिछे जाउँ भने जाने ठाउँ कतै छैन पुतली हजुर चला नि सो अब ओके म अब बन्द गर्छु होला सो साथीहरू अब चाहिँ म भ्लग बन्द गर्छु किनकि अब हामीले खाना खानुपर्छ त्यसपछि सोध्नुपर्छ त्यही भएर सो साथीहरू टाटा बाई बाई हजुरहरूले चाहिँ लाइक सब्सक्राइब सेयर गरिदिनु होला यो मेरो अनुरोध छ बाई बाई